अनि चाहिँ ठ्याक्कै मैले यसो आधी बुझेको छैन। हजुरको भनेपछि कपिल बस्तीमा जन्मिनु भएको यहाँ? हजुर। ए हजुर। हजुर हजुर। अनि कस्तो भएछ भने त्यति बेला अब पेटमा बच्चा मेरो मायादेवी बुद्धको आमा हुनुहुन्छ नि। हजुर हजुर हजुर। उहाँ चाहिँ माइत हिँड्न खोज्नु भयो। ए हजुर। त्यति बेला चलन कस्तो रहेछ भने अब पहिलो बच्चा चाहिँ हजुर माइतमा गएर जन्माउनु पर्छ भन्ने चलन रहेछ त्यति बेला। ए हजुर। अनि पेटमा बच्चा लिएर कपिल वस्तुबाट भने हिँड्नु भएको देवदह। हजुर। देवदह जान खोज्दाखेरि आफ्नो माइत जाँदाखेरि अन्त बिच बाटोमा अब जस्तै त्यति बेला त अब गाडी घोडा त केही पनि हुँदैन नि त। हजुर। यात्रा हात्ती यात्रा हिँड्दै जानु भएको यही बाटो हुँदै जानु। हजुर। ए त्यो बाटो त्यो बाटो जाँदाखेरि तपाईँको एउटा लुम्बिनी र अब त्यहाँ रातिको बेलामा भने एउटा भनौँ न विश्राम गर्ने ठाउँ। हजुर। विश्राम गर्न उहाँ राति त्यहाँ बस्नुभएको, रातिमा बेथा लाएर बुद्ध भगवान चाहिँ लुम्बिनीमै जन्मिनु भयो। ए माइत हिँडेको मान्छे बिच बाटोमै ए अच्छा ओके। बिच बाटोमै जन्मेपछि अनि माइत जानु लागेको मान्छे फेरि क्यान्सल गरेर अब बच्चा जन्माउनु उहाँ हिँड्नु भएको, बिच बाटो जन्मेपछि फेरि माइत जानुपर्ने भएन। हजुर हजुर। फेरि फर्काएर दरबारमै लिएर ए हजुर। दरबारमा लिएर गयो। अनि दरबारमा लिएर गएपछि 7 दिनको दिन मायादेवी बित्नु भयो। ए ला बुद्धको आमा चाहिँ 7 दिन बुद्ध जन्मेको 7 दिनको दिन बित्नु भयो। कस्तो यो बेथाले कि कस्तो लिएको केही समस्या थियो होला। हजुर हजुर। बित्नु भयो। हजुर। बितिसकेपछि त्यसपछि अनि उहाँलाई चाहिँ पालन पोषण गर्ने चाहिँ बुद्धको आमाको बहिनी प्रजापति भन्ने। ए हजुर। प्रजापतिले चाहिँ जस्तै अब बुद्ध भगवानलाई बाल्यकालदेखि बेला स्याहार सुसार पालन पोषण गरेर हुर्काउनु भयो। 29 वर्षसम्म उमेरसम्म तपाईँको बुद्ध भगवान चाहिँ दरबारमै बस्नुभयो। ए हजुर। 29 वर्षपछि अनि उहाँ जन्मिँदाखेरि चाहिँ एउटा आकाशवाणी भइसकेको थियो क्या। ए हजुर। र ऋषिमुनिहरूले उहाँलाई आकाशवाणी गरिसक्नु भएको थियो कि अब तपाईँको छोरो कि त एकदम ठुलो सहिंस राजा बन्छ, हजुर, कि तपाईँको छोरो सन्यासी बन्छ। सन्यासी हजुर। भनेपछि अब राजा बन्यो भने त उहाँको पिँढी धाम्नी भयो। त्यो त अनि उहाँको बुवाले अनि उहाँलाई दरबारमा त्यो सुनिसके बन्द गरेर दरबारमा सुनिसकेपछि उहाँलाई चाहिने जति सबै चिजहरू सेवा सुविधाहरू सम्पन्न बनाएर तपाईँको 3टा दरबारभित्रै हजुर एउटा जाडोयामको लागि एउटा दरबार, त्यसपछि बर्खाको लागि एउटा दरबार, गर्मीको लागि एउटा दरबार, 3टा दरबार सुविधा सम्पन्न बनाएर निस्किनु भएछ। बसोबास गरेर बाहिर निस्किँदाखेरि कोही बुढो मान्छे, कोही रोगी मान्छे होइन, कोही गरिब मान्छे देखेर त्यसपछि अनि बाहिर बजारमा निस्किँदाखेरि त्यस्तो देख्नु भएछ। हजुर। त्यसपछि उहाँको मनमा कौतुल्य जागेको किन मरेको लास पनि देख्नु भयो लिएर गएको मान्छे पनि मर्दो रहेछ, मान्छे बुढो पनि हुँदो रहेछ भने उहाँको त्यो जुन मनमा जिज्ञासा उहाँले यो उ गर्नुभयो कि म अब दरबार त्यागेर म गएर यो मान्छे किन मर्दो रहेछ सबै बुझ्छु भनेर दरबार त्यागेर जानुभयो। 30 वर्षको उमेरमा त्यहाँ पूर्वी गेट भनिन्छ एउटा ठाउँ, दरबारमा चाहिँ 4वटा गेट छ क्या मेन चाहिँ। 4वटा गेटमा चाहिँ पूर्व र पश्चिम चाहिँ अहिले उठाउन गरिसकेको छ। हजुर। अनि उत्तर र दक्षिण चाहिँ उठाउन गरेको छैन अहिले। ए हजुर। अनि त्यो पूर्वी दरबारबाट अनि कन्त घोडा लिएर रातिको बेलामा दरबार त्यागेर जानुभयो। ए जाँदा जाँदै तपाईँको अरुमा नदीमा गएर आफ्नो कपाल आफैले काट्नु भयो। ए भागेरै जानुभयो। भागेर जानु भागेर गएपछि आफ्नो कपाल आफैले काट्नुभयो। त्यो गेट पनि छ त्यहाँ अहिले गएर हेर्छ। हजुर। अनि आफूले लिएर गएको कन्त घोडामा अनुमा नदीमा गएर आफ्नो कपाल आफै काटिसकेपछि अनि तपाईँको त्यो जुन आफूले लगाएर राजकुमार घर जानुभएको थियो सबैहरू कन्त घोडा अनि त्यो छन्न भन्ने साथी लिएर जानुभएको थियो। ए हजुर। साथी र घोडा फिर्ता गरिदिनु भयो। हजुर। ए साथी र घोडा फिर्ता गरिसकेपछि दरबारको छेउमा आएर त्यो कन्थक भन्ने घोडाले आत्मदाह गरेको छ क्या त्यहाँ। हो र? ए कन्थक भन्ने घोडाले दरबारको नजिकै आएर भन्ने एउटा सोच भयो नि त घोडालाई। ए हजुर हजुर। आत्मदाह गरेछ। त्यसपछि त्यस्तै अनि त्यस्तै पाटाहरू छ तपाईँको। अब आउनुभयो पछि बुद्ध गयो, त्यहाँबाट बुद्ध गया जानुभयो। बुद्ध गएर 6 वर्ष तपस्या गर्नुभयो। 6 वर्ष तपस्या गरेपछि उहाँलाई ज्ञान प्राप्त भयो। ज्ञान प्राप्त भएपछि तपाईँको सारनाथ भन्ने ठाउँमा पहिलो उहाँले चाहिँ इन्डियाकै सारनाथ भन्छ बनारसको छेउमा कि हजुर। त्यहाँ पहिलो जस्तै अब उहाँले धर्मदेशमा उपदेश दिन थाल्नुभयो। हजुर। त्यो कुरा चाहिँ बुवालाई थाहा पाउनु भएछ। ए सन्यासी भएर ज्ञान प्राप्त गरेको कुरा बुद्धको बुवालाई थाहा भयो। थाहा भएपछि उहाँले भेट गर्ने इच्छा राख्नुभयो। हजुर। अनि भेट गर्ने इच्छा राखेपछि अब दरबारबाट मान्छे पठाउनु भयो। हजुर। यो खबर गएर मेरो छोरालाई सुनाइदिए।
छोरासित भेटी चाहन सकेर हो भनेर खबर पठाउनुहुन्छ जसलाई पठाउनुहुन्छ ऊ आफै बुद्धको धर्म उपदेशना सुनेपछि ऊ आफै भिक्षु भएर बस्दिने ए त्यही बस मान्छे बोलाउनलाई ऊ आफै भिक्षु भएर हजुर, बस्दिने। हजुर। गर्दा गर्दै धेरै समयपछि चाहिँ कता कता थाहा पाउनु भएको बुद्धले हजुर। ल अगर ठिकै छ हामी दरबारमा जान्छौँ म सहित उहाँ सहितका अब शिष्यहरू हुन्छन् नि हजुर। बुद्धका शिष्यहरू सबैजना भएर सारीपुत्र भन्छ 5 जना हजुर। उहाँको प्रमुख शिष्य थिए हजुर हजुर उहाँ सहित आउनुभयो ए। त्यसपछि उहाँले के भन्नुभयो ल ठिकै छ म दरबारमा आउँछु अँ, तर दरबार चाहिँ मैले त्यागिसकेँ हजुर। म दरबारमा फर्केर दोबारा जाँदिनँ जाँदैन, हजुर। हाम्रो लागि अन्तै व्यवस्था गरिदिन भन्नु भनिसकेपछि हजुर। दरबारदेखि 7 किलोमिटर यतापट्टि एउटा कुदान भन्ने ठाउँ छ कि हजुर त्यहाँ चाहिँ बुद्धको बुवाले अब उहाँहरू बस्ने एउटा धर्मशाला बनाइदिनु भयो हजुर अनि त्यही भेट गर्ने क्रममा चाहिँ त्यहाँ आएर भेट्नुभयो भेट गर्ने क्रममा चाहिँ बुद्धले आफ्नो छोरा राहुल भन्ने छोरालाई हजुर। 6 महिनाको छोरा जानुभएको थियो ए हजुर हजुर 7 वर्षको भयो आउँदाखेरि हो अनि प्रजापतिले भन्नुभयो ल तेरो तेरो बुवा आउनु भएको छ तेरो अधिकार अंश माग तैँले अँ, अँ, भन्दाखेरि अब म सन्यासी भएँ हो तँलाई पनि म सन्यासी बनाइदिन्छु भनेर 5 जना उहाँको प्रमुख शिष्यहरूले हजुर भिक्षु बनाइदिएको ठाउँ पनि छ क्या त्यहीँ ए हजुर उहाँको छोरालाई नि छोरालाई पनि ए भिक्षु हजुर बनाइदिनु हजुर हजुर भयो। अनि त्यस्तै त्यस्तै ठाउँ छ अनि एउटा म्युजियम छ अब त्यही नै हो अब गाइडले चाहिँ प्रस्ताव त बोल्न आउँदैन मलाई पनि हजुर, हजुर, हजुर। अलिअलि सुनेको जानेको हो, ठिक छ, ठिक छ। हजुर, हजुर। अनि यसको बारेमा चाहिँ त्यो सानो पुच्चे भाइहरू पाइन्छ क्या त्यहाँ ए हजुर यो भाग्य नेपालीहरूले भाइरल बनाएको पुच्चेहरू भाइ ए हजुर तिनीहरूलाई हजुर हजुर चाहिँ यति प्रश्न बताइदिँदैन कामै त्यही मात्रै भन्ने मात्रै काम हो ए मजाले बताइदिन्छन् पुरै भित्रको बारेमा यो ठाउँ यस्तो यो ठाउँमा पुरै कुना काप्चा बताइदिन्छ नि हजुर हजुर तिनीहरूले भाइ जाम भन्न सकिन्छ अहिले हजुर हजुर अनि त्यही नै हो बुद्धको बारेमा खास चाहिँ मेन चाहिँ हजुर। बुद्धको दर्पणहरू पनि हजुर अनि बुद्धको मावला फेरि देवदह हजुर देवदह भनेको तपाईँको भैरवदेखि मणिग्राम हुँदै जानुपर्छ लगभग भैरवबाट 20-25 किलोमिटर भित्र पर्छ क्या ए हजुर अनि त्यो पनि बुद्धसित सम्बन्धित ठाउँहरू 3टा छ मेन यहाँ चाहिँ हजुर